वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ म भर्खर भर्तिएर घरतर्फ फर्किरहेको। मेरो घर होइन, दिदीको घर। उहाँ चाहिँ मम, उहाँ चाहिँ दिदी। हामी रहेछ हामी चाहिँ लिपेनीमा आइपुगेको छौँ। अझै साइक्लिङ जाने हो हामी। हेर्नुहोस्, बोर्डिङ ठाउँ रहेछ। हजुरलाई म ब्याक क्यामेरा गरेर देखाउँछु कति धेरै मान्छे छन्। हामी चाहिँ खाजा खाने ठाउँमा हिँड्नु गइरहेको। बिहान यति भात खाएका थियौँ अनि त्यसैको भारमा यताउता ओह्रालो गर्दैछौँ। हेर्नुहोस् न कति सानो सानो भात। दिदीको घरमा पनि छ। सब केही खाजा लिएर घर जानु लाग्यो। खाजा हामीले रोकेका थियौँ। मैले चाहिँ यति लिएँ। यहाँ करेन्ट चाउचाउ चाहिँ हामी दिदी र मबाट खान्छौँ। दिदी आउन मान्नु भएन, त्यसैले दिदीको लागि करेन्ट चाउचाउ मनपर्छ, त्यही भएर लिएर जानु गइरहेको। अनि मम्मीले लेज बिस्कुटहरू थोरै चाहिँ यो लिएको छु। दिदीले खानुहुन्छ। गाइस, हामी लास्टै थाकेका थियौँ, एकछिन रेस्ट गऱ्यौँ। अब त हाम्रो बाटो पनि लास्टै कठिन छ। अघि त पिच बाटो थियो र अलिक सजिलो भयो हिँड्नलाई। अहिले यस्तो गाह्रो बाटो छ। हेर्नुहोस् यहाँ बाटोको हालत। गाउँघरमा यस्तै हुन्छ, के गर्नु। गाइस, बाटोको हालत, म त लास्टै थाकेँ। मेरो खुट्टाको हालत खराब भइसकेको छ। हजुरहरूलाई देखाउँछु, हेर्नुहोस् है खुट्टाको हालत। हेर्नुहोस् है, यहाँ खुट्टा पुरै उस भएको छ। फुटेको खुट्टा यहाँ सेम छ। कक्सुसको दाम बसेको छ। हिँडौँ अब घर गएपछि भेटौँ न। यहाँ पात झरेर हेर्नुहोस् न गाइस। अब घर पुगेपछि भेटौँ न। बाटोसम्म भेटौँ ल। यो चिन्नुभयो भने नाम भन्नुहोस् है। म हजुरहरूलाई एउटा हिन्ट दिन्छु। यसले हाम्रो हातमा छाप बनाउन मिल्छ, मतलब ट्याटु बनाउन मिल्छ। 5-7 पिस खाएर दिदीको लागि राखेको छु कुरकुरे। अझै घर आउनु त लास्ट। म एकदम धेरै टाइम छ। हेर्नुहोस्, 2जना थाकेर लास्टै लिनु भयो। म नि सेमै हो। त घर गएपछि भेटौँ है। गाइज, लास्टै थकाइ लागेको छ। हामी सबैको खुट्टा गलिसकेको छ। हामी सबै बसेका छौँ रेस्टको लागि। अब घर पुगेपछि फेरि बोलाउँला। गाइज, हामी थाक्यौँ। बल्ल बल्ल आयौँ मन्दिर गरेर पुगेपछि फाइनल आयो गाइज।